हाम्रो यस लोकसेवा सम्बन्धी विभिन्न जानकारीमूलक भिडियो बनाउँदै आएको यस जीके इन्फो च्यानललाई माया गरेर सब्स्क्राइब गरी सहयोग गरिदिनुहोला। धन्यवाद। हजुरको एक सब्स्क्राइबले हामीलाई अझै हौसला मिल्नेछ र अझै धेरै भिडियो बन्नेछ। प्रश्न नम्बर 1 मा समयको जानकारी दिने महत्त्वपूर्ण साधन घडीको आविष्कार कसले गरेका हुन्? यसको सही उत्तर हुन्छ एएल ब्रिगेड सन् 1971। प्रश्न नम्बर 2 मा डिजेल इन्जिनका आविष्कारक रुडोल्फ डिजेल हुन् भने जेनेरेटरका आविष्कारक को हुन्? यसको सही उत्तर हुन्छ माइकल फराडे। प्रश्न नम्बर 3 मा विद्युत लेपनको प्रविधि माइकल फराडेको कुन सिद्धान्तको आधारमा विकसित भएको हो? यसको सही उत्तर हुन्छ विद्युत विच्छेदनको सिद्धान्त। प्रश्न नम्बर 4 मा विद्युतका पिता भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हुन्छ माइकल फराडे। प्रश्न नम्बर 5 मा कुन वैज्ञानिकलाई फादर अफ साइन्स भनेर चिनिन्छ? यसको सही उत्तर हुन्छ अल्बर्ट आइन्स्टाइन। प्रश्न नम्बर 6 मा फोटोकपी मेसिनको आविष्कार कसले र कहिले गरेका हुन्? यसको सही उत्तर हुन्छ चेस्टर कार्लसन सन् 1938। प्रश्न नम्बर 7 मा सिरिन्जको सहायताले स्त्रीको गर्भाशयमा प्रत्यारोपण गरी जन्मिने बच्चालाई के भनिन्छ? यसको सही उत्तर हुन्छ टेस्ट ट्युब बेबी। प्रश्न नम्बर 8 मा सापेक्षिक घनत्वको सिद्धान्त, लिभरको सिद्धान्त र पेजको सिद्धान्त कसले प्रतिपादन गरेका हुन्? यसको सही उत्तर हुन्छ आर्किमिडीज। प्रश्न नम्बर 9 मा आइन्स्टाइनको मस्तिष्कलाई कहाँ सुरक्षित राखिएको छ? यसको सही उत्तर हुन्छ प्रिन्सटन अस्पताल, अमेरिका। प्रश्न नम्बर 10 मा रकेट इन्जिन तथा जेट इन्जिन न्युटनको चाल सम्बन्धी कुन नियमको आधारमा निर्माण गरिएको हो? यसको सही उत्तर हुन्छ तेस्रो। हाम्रो भिडियो पुरा हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धन्यवाद।